यहाँ त खुर्सानी पनि फल्दैछ। हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई स्वागत छ मेरो आजको नयाँ भिडियोमा। म चाहिँ आज बनाउँदैछु मुलाको अचार अनि त्यसमा राख्नलाई टिप्दैछु खुर्सानी। यो खुर्सानी चाहिँ हाम्रो एक्सएम दाइले लगाएर जानुभएको, अहिले चाहिँ फल्दैछ। हाँगै आयो नि, कस्तो मजाले फलेको। बोटमा त नदेखेको तर भित्र त रहेछ है। यसरी पाकेछ नि त। अनि यो खुर्सानी कसले खानु? अनि यो चाहिँ मैले अहिले चाहिँ अचार हाल्नु भनेर टिप्दैछु, मुलाको अचारमा हाल्नु भनेर। कस्तो फलिरहेछ क्या खुर्सानी नि। अनि यो चाहिँ अचार बनाउनको लागि मुला र गाजर। मुला चाहिँ आफ्नै बारीको एकदमै अर्ग्यानिक, अनि यता छ लसुन, खुर्सानी, अदुवा। म चाहिँ छतमा बसेर घाम ताप्दै यो मुला छिल्दैछु अनि काट्दैछु। मैले चाहिँ सबै मुला, गाजर, खुर्सानी, लसुन काटेर भ्याइसकेँ अनि सुकाउन राखेँ। अनि यो चाहिँ 2 दिन सुकाएर चाहिँ यत्तिको बनाएँ। अनि मैले चाहिँ यहाँ अचार बनाउन रेडी पनि गरिसकेँ। अब म हाल्दैछु अचारको लागि मसलाहरू। अनि अहिले चाहिँ मैले चाहिँ हल्का के भन्छ तोरीको छोप हाल्दैछु। अनि यहाँ चाहिँ अरूहरू चाहिँ यो मेथी, जिराहरू चाहिँ पुरा सिँगै राख्दैछु। अनि हल्का बेसार नुन पनि राखेँ। मैले चाहिँ हल्का कश्मिरी मिर्च पनि राखेँ कलरको लागि। अनि सबै मसलाहरू राखेर भ्याएँ। मसलाहरू चाहिँ नर्मलै राखेको छु मैले। अनि यहाँ चाहिँ तेल तताएर राखेको थिएँ। अब राख्दैछु तेल। तेलमा चाहिँ मैले मेथी पड्काएर राखेको थिएँ। अनि म चाहिँ राख्दैछु तेल। मैले अहिले चाहिँ हल्का हालेर मुस्छु। अनि यो राख्दैछु डल्ले खुर्सानीको धुलो अलिकति। अनि मैले मेरो यो मुलाको अचार चाहिँ आफ्नै बारीको हो नि त, आफैले लगाएको। अनि खुर्सानी पनि मुला पनि आफ्नै बारीको। अनि म चाहिँ अब यसलाई मिक्स गर्दैछु। म चाहिँ यहाँ चमचले मिक्स गर्दा अलि नभएको जस्तो लागेर हातले मजाले मिक्स गर्दैछु राम्रोसँग। सबै उहरूमा चाहिँ मसला राम्रोसँग लागेको छ भने चाहिँ हातले लगाएको छु। अब यतिको भयो मेरो अचार चाहिँ। अब चाहिँ अचार मुसेर भ्यायो, म राख्छु डब्बामा। मैले चाहिँ डब्बामा राखेर भ्याएँ। यो अचार चाहिँ लगभग पुरा ट्याम्म डब्बा पनि भएन कि, अलिकति भरेन। अनि म चाहिँ यो अघि उब्रेको तेल चाहिँ फेरि माथिबाट हाल्दैछु। अब यो तेल चाहिँ जम्मै मैले यहाँ राखिदिएँ। अब म चाहिँ यसलाई मजाले ट्याम्म ढक्कन लगाएर राख्नेछु। अब अचार देख्नमा त यस्तो भयो, खाना चाहिँ कस्तो हुने हो। अब भयो मेरो अचार एकदमै बिल्कुल रेडी। अनि अब म चाहिँ घाममा भोलिबाट घाममा सुकाउँछु यसलाई चाहिँ। मैले चाहिँ यो मुलाको अचार चाहिँ यहाँ घाममा सुकाउन राखिदिएको छु। म चाहिँ कहिले खानु हुन्छ होला भनेर एकदमै आत्तिराखेको छु कि।
यो भिडियोमा चाहिँ यति नै, बाई बाई।